नमस्कार सम्पूर्ण प्रज्यूहरुमा हार्दिक नमस्कार। यो दिवा खाजा सम्बन्धी डे मिल रिक्वेस्ट चाहिँ यो इमेज मार्फत पालिकामा रिक्वेस्ट फर्म पठाउनु पर्ने हुँदा हालसम्म धेरै विद्यालयहरुको यो आर्थिक वर्ष 2082-83 को हालसम्म पनि दिवा खाजा चाहिँ निकासा हुन समस्या भएको छ। यो निकासालाई समस्या समाधान गर्नको लागि म एउटा विद्यालयको उदाहरण लिएर एउटा विद्यालयको इमेज मार्फत हजुरहरुलाई केही यो डे मिल रिक्वेस्ट सम्बन्धीको समस्या समाधान गर्ने जमर्को गर्दैछु। सर्वप्रथम त यस्तो इमेजको इन्टरफेसमा आफ्नो स्कुलको चाहिँ आईडी युजर नेम टाइप गर्ने, त्यसपछि पासवर्ड, ड्याशबोर्ड खोलिन्छ। ड्याशबोर्ड खोलिसकेपछि स्टुडेन्ट रेकर्ड मेनुमा जाने, स्टुडेन्ट रेकर्ड मेनुलाई क्लिक गरेपछि स्टुडेन्ट एटेन्डेन्स मा क्लिक गर्ने, त्यसपछि स्टुडेन्ट एटेन्डेन्समा चाहिँ इयर चुज गर्ने। यो 2082 को हामी दिवा खाजा विद्यार्थीको हाजिरी एटेन्डेन्स लगाउँदैछौँ, त्यसमा 2082 चुज गर्ने। त्यसपछि मन्थमा हामी श्रावण महिनादेखि हामीले दिवा खाजाको डे मिल रिक्वेस्ट दिवा खाजा हामीले माग गर्नुपर्ने हुँदा श्रावण महिना चुज गर्ने। त्यसपछि कक्षा क्लासमा कुन कक्षा हो हामी यो कक्षा 5 चुज गर्छौं। त्यसपछि कक्षा 5 चुज गरेपछि कक्षा एवं रीतिले शिशु कक्षा ईसीडी देखि लिएर 1 2 3 4 5 कक्षा चुज गर्ने। एवं रीतिले त्यसपछि हामी अहिले चाहिँ कक्षा 5 को चुज गर्छौं, त्यसमा लोड गर्ने। लोड गरिसकेपछि यसरी कक्षा 5 मा अध्ययन गर्ने, यो विद्यालयमा कक्षा 5 मा अध्ययन गर्ने जम्मा 3 वटा विद्यार्थीहरू रहेका छन्। त्यसमा अमिषा गुरुङ, वन्दना गुरुङ, सतीक्षा गुरुङ। अमिषा गुरुङको श्रावण महिनाको हाजिरी 14 दिन रहेको छ। त्यसैगरी वन्दनाको पनि 14 दिन, सतीक्षाको 14 दिन। त्यसैगरी श्रावण भाद्रको लोड गर्ने, त्यसो भाद्रको पनि भर्ने। यसरी नै यहाँ 14 पहिला नै यसमा 24 दिन हाजिर भएको जानकारी गराएको छ यो विद्यालयले। त्यसैगरी भाद्र, त्यसैगरी असोजको, त्यसैगरी कार्तिक, यसरी जम्मा यो विद्यालयले जन्त ज्योति प्रावि विद्यालयले 64 दिन गरेको छ। त्यसपछि यसरी एटेन्डेन्स गरिसकेपछि सेभ पूरा विद्यालयको राम्रोसँग विद्यार्थीको चाहिँ एटेन्डेन्समा हाजिरी लगाएपछि उले चाहिँ राम्रो हेरेपछि सेभ गर्ने। सेभ भइसकेपछि यो यसमा नीलो रूपमा सक्सेस स्टुडेन्ट एटेन्डेन्स सेभ सक्सेसफुल्ली आएको छ। यो आइसकेपछि यति कतिपय अवस्थामा कतिपय विद्यालयहरूले यो एटेन्डेन्स भर्न साथ डे मिलमा दिवा खाजा चाहिँ भएको छ भन्ने प्राय विद्यालयहरूले त्यस्तो उत्तर आएको छ। तर यतिको आधारमा मात्र पालिकाले हेर्न मिल्दैन। पालिकामा दिवा खाजाको रिक्वेस्ट आएको छ छैन, दिवा खाजाको फर्म इमेज मार्फत नै पठाएको छ छैन भनेर यतिको आधारमा चाहिँ भन्न मिल्दैन। विद्यालयहरूलाई के पर्न जान्छ भने यसरी एटेन्डेन्स भर्न साथ पालिकामा दिवा खाजाको डे मिल रिक्वेस्ट चाहिँ भइसकेको छ भनेर उत्तर आएको छ। तर त्यसले मात्रै नभइकन फेरि पनि हामी यो रिक्वेस्ट फर्ममा यसरी नै यो मेनुमा यसरी एवं रीतिले मेनुमा रियल रिपोर्टिङ पछि रिक्वेस्ट फर्म भन्ने एउटा मेनु छ, यसमा क्लिक गर्ने। यसमा फर्म रिक्वेस्टमा क्लिक गरिसकेपछि यो स्यालेरी रिक्वेस्ट पनि हामीले यसरी नै गरेका छौं। त्यसैगरी स्कलरशिप फर्म लिस्ट, पीसीएफ फन्ड, स्कुल अपरेसन एन्ड म्यानेजमेन्ट फन्ड, यो चाहिँ मसलन्दहरू
यसरी रिक्वेस्ट फर्ममा यसरी नै पठाउन पर्ने हुन्छ र हामी चाहिँ डे मिल अहिले आएका छौँ डे मिल रिक्वेस्ट फर्ममा। डे मिल रिक्वेस्ट फर्ममा गएपछि यो विद्यालयको चाहिँ 2082 सालमा डे मिल रिक्वेस्ट गर्नुपर्दा यो हामीले श्रावण महिनाको रिक्वेस्ट गर्दा यस्तो आएको हुन्छ श्रावण महिनाको। त्यसै गरी भाद्रा, त्यसै गरी असोज, त्यसै गरी कार्तिक, यो गरिसकेपछि यो यसमा सबैको गरिसकेपछि प्रत्येक महिनाको सेन्ट टु पालिका आउँछ। 3टा महिनाको चाहिँ भइसकेको छ भने यो विद्यालयको चाहिँ कार्तिकको रिक्वेस्ट भएको छैन अनि रिक्वेस्ट गर्नको लागि चाहिँ कार्तिकको चाहिँ सेन्ट टु पालिका भन्ने आउँछ। यसमा क्लिक गरिदिने। यसमा क्लिक गर्न साथ एक पटक सेन्ट टु पालिका गरिसकेपछि पुनः सच्याउन मिल्दैन, त्यसैले विवरण एकिन गरी मात्र पठाउनु होला भन्ने एउटा म्यासेज आएको हुन्छ। फेरि पनि यो म्यासेज आउन साथ हामीले पठाएको रिक्वेस्ट सेन्ट टु पालिका रिक्वेस्टलाई चाहिँ सेन्ट टु पालिका मा रिक्वेस्ट पठाउँदा सेन्ट टु पालिका गर्दा हामीले गरेका कामहरू चाहिँ हामीले भरेका विद्यार्थीहरूको हाजिरीहरू ठिकसँग भएको छैन, प्रत्येक विद्यार्थीको चाहिँ यसरी गएको छैन भनेर हामीले पुनः एकपटक विचार गरेर सेन्ट टु पालिकामा क्लिक गर्ने। त्यसपछि यो म्यासेजमा हामीले सेभ गरिदिएपछि यहाँ सक्सेस डे मिल रिक्वेस्ट फर्म हैज बीन सेभ सक्सेसफुल्ली भनेर आएको हुन्छ र यो विद्यालयको चाहिँ डे मिल रिक्वेस्ट फर्म सक्सेस भएको छ। यसरी प्रत्येक विद्यालयहरूले प्रत्येक कक्षाको जुन शिशु कक्षादेखि कक्षा 5 सम्म दिवा खाजा चाहिँ दिने गरेको छ रु 20 को दरले प्रतिदिन प्रति विद्यार्थी रु 20 को दरमा दिने गरेको छ। यो दिवा खाजाको चाहिँ यसरी डे मिल रिक्वेस्ट फर्ममा गएर सेन्ट टु पालिका गरेपछि पालिकामा आउँछ अनि पालिकाले दिवा खाजा चाहिँ बल्ल हजुरहरूको विद्यालयको खातामा रकम जम्मा गर्न मिल्छ। अन्यथा यसरी यो पहिला जस्तै हार्ड कपी निर्णय बिल भरपाई विद्यार्थीको हाजिर ल्याएर यो हार्ड कपी मात्रैले पुग्दैन, यसरी इमेजमा पनि हजुरहरूले भरेर यो स्टुडेन्टको चाहिँ एटेन्डेन्स भरेर हाजिरी गरेर त्यसपछि डे मिल रिक्वेस्ट फर्ममा गएर डे मिल रिक्वेस्ट गरेपछि आउने हुन्छ। यसरी सबै विद्यालयहरूले गरिदिनु होला भन्ने अनुरोध गर्दै म बिदा हुन्छु। हस्त नमस्कार।